एउटा सारे ग भन्ने फर्मको रियाज गर्नलाई मात्रै तपाईँको 1 आवर जान्छ क्या, त्यो 2 आवर जान्छ कि होइन। अब सारे गबाट तपाईँको सारे ग भयो, सागरे भयो, रेसा ग भयो, रे ग सा भयो, ग सारे भयो, गरेसा भयो, एउटा 6 फर्म बन्छ क्या, 6वटा फर्म बन्छ। अनि त्यो फर्मलाई 10 मिनटको प्र्याक्टिस गर्नुहोस् ल होइन। अब एउटा थाटमा पो तपाईँले 1 आवरमा सक्नुभयो त। जसरी वेस्टर्न म्युजिकमा मोड्सहरू हुन्छ, स्केलको कुराहरू हुन्छ, अब तपाईँले नेचुरल नोटमा सी मेजर स्केलमा तपाईँले 1 आवर सक्नुभयो। अब तपाईँले सी माइनर स्केलमा जानुभयो भने त्यो नोट फरक हुन्छ, त्यसमा 1 आवर भयो। त्यसगरी हाम्रो इस्टर्नमा 10वटा थाट्सको पद्धतिमा त तपाईँ कति घन्टा गयो त। एउटा सारे ग भन्ने चिजलाई एक दिन एक राउन्ड खालि प्र्याक्टिस गर्नु मात्रै। अब त्यो प्र्याक्टिस गरेर त्यसलाई अब्जर्भ गरेर त्यसलाई बुझेर त्यसलाई साध्ने त अब त्यो कहिले हो दाइ। एक राउन्ड सर र प्र्याक्टिस गर्न मात्रै कति घन्टा गयो त? 10 घन्टा गएन दाइ।